नमस्ते साथीहरू, आज पनि हजुरहरूलाई मेरो च्यानलमा एकदमै स्वागत छ है साथीहरू। आज पनि म खाना खाने बेलामा अलिकति भिडियो राख्दैछु है साथीहरू, हेरिदिनु होला है। मोटी दिदीको आज खानामा के छ। आज चाहिँ यो मटरको रस, अनि त्यहाँबाट यो फत्काको आँपको अचार, अनि त्यहाँबाट अन्डा, प्याज, खोर्सानी, अनि त्यहाँबाट मेरो फेभरेट मोही फेभरेट भन्नुपर्नेमा फेभरेट भन्ने बानी भएछु क्या। ल है साथीहरू, आज यति हो। मेरो सधैँ यस्तै साधारणै हुन्छ है खानेकुराहरू। अन्डा चाहिँ खान्छु, माछा खान्छु, तर म मासुहरू खाँदिनँ क्या साथीहरू। अब ल है स्टार्ट गरेँ है। हजुरहरूले खानुभएको छैन भने हजुर पनि खानु होला। ल है साथीहरू, मैले चाहिँ सुरु गरेँ है साथीहरू। हजुरहरूले कसले खानुभएको छैन खानु होला है। आज चाहिँ मटरको रस क्या, दालको बदलामा मटरको रस बनाइदिएको। अनि त्यहाँबाट यो अचार फत्काको। खासै त्यस्तो केही छैन, एकदम साधारण सिम्पल खाना हो। अनि चट्ट यो अन्डालाई यसरी टुक्र्याएर मैले यो एकैचोटि 2टा अन्डा बनाएको है साथीहरू। आहा, यो अचार चाहिँ एकदम तिखो न तिखो। काँचो आँप ल्याएर मम्मीले फत्काएर बनाउनु भएको क्या। यो चाहिँ जस 1 हप्ता जति खान मिल्छ। बाहिर गर्मी यति छ कि यति छ। आज बिहानदेखि यस्तो घाम लागेको छ। मैले खुच्चालाई पुरा आउँदाखेरि यति गर्मी भएर राम एकछिन बस्ता गरेर अनि मात्रै खाना स्टार्ट गरेको छु क्या। गर्मीमा खाना पनि रुच्दैन। अनि यो चाहिँ खोर्सानी है, गरम गरम। आज चाहिँ हर्रे खोर्सानी रहेछ क्या यहाँ। अस्तिको पालि चाहिँ सुकेको खोर्सानी खाएर देखाएको थिएँ है। अब यो अचार अलिकति यसरी लगाएपछि यस्तो मिठो हुन्छ। एकदम तिखो क्या, तिखो अमिलो। जस्तो नमिठो तरकारी भए पनि यो अचारले चाहिँ एकदमै मिठो बनाइदिन्छ क्या। जस यो गर्मी महिनामा चाहिँ, गर्मी महिनाभरि अलिकति अचार चाहिँ भएन भने खाना चाहिँ खान सकिँदैन है साथीहरू। अब यो मोहीको पालो आयो। यति आनन्द आउँछ कि यो मोही पिउँदा त म स्वर्गमा पुगे जस्तै लाग्छ। आहा, मोहीको अमिलो अलिअलि, अनि त्यहाँबाट यो अचारको अमिलो। प्याज डल्लै छ है साथीहरू। गर्मी महिनाभरि मलाई यो प्याज चाहिँ साह्रै मनपर्छ क्या। मिठो 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 मिठो, धेरै मिठो। मलाई त फेरि जस्तो भए पनि भोक लागेपछि मिठै लाग्छ क्या। खाना चाहिँ छिटो खायो भने अलि रुच्दैन, अलि ढिलो ढिलो खानुपर्छ। भोक लागेको होस् जस्तो पनि खाइदिन सक्छु क्या। त्यही माथि अहिले त यो अचारले यति मिठो बनाएको छ कि साथीहरू। यहाँ चाहिँ मैले अन्डा अनि भात सबै गाजाङ गुजुङ एकै ठाउँ पारेर हजुरहरू पनि ट्राई गर्नु होला है। जुन जुन साथीहरूले खानुहुन्छ उहाँहरूलाई थाहा छ है गर्मीमा प्याज खानुको आनन्द। नखानुहरूले पनि, नखानु हुने साथीहरूले पनि ट्राई गर्नु है। आँखा चाहिँ पोल्यो है मेरो। अन्डा मलाई चाहिँ रानीलाई आज नघोलिकन बनाएको क्या। अर्कै किसिमको स्वाद हुन्छ नि त यसमा पनि। रानी नघोलिकन बनाएको अन्डा। आहा, मोही खाँदाखेरि त यति आनन्द आनन्द आनन्द। हामी त जाडो महिनामा पनि मोही खान्थ्यौँ क्या, बानी परेछ कि।
गर्मी महिनामा चाहिँ किन होला है, जस्तो जस्तो खानेकुराहरू पनि नरुच्ने है। जाडोमा चाहिँ फेरि जेसँग पनि रुच्ने क्या, कति छिटो भोक पनि लाग्ने। गर्मी महिनामा चाहिँ एकदम साधन सुदन अचार सचार भयो भने चाहिँ खान सकिने है, चटाक चुटुक पिरो अमिलो। निन्द्रा चाहिँ आउँछ है यो प्याज खाएपछि, अलिक बढी निन्द्रा आउँछ। फाइदा पनि धेरै छ नि त प्याजले, अब कुन कुन बिमारहरूमा एकदम राम्रो हुन्छ भन्छन् है। कस्तो भात खाँदा निस्दै जस्तो देखियो हौ, यो मटरको रस सेतो सेतो भएर होला क्या।